एसिम्प्टोट्सको बारेमा डिस्कस गर्न गइरहेछौँ। जुन यो एसिम्प्टोट्सको क्वेसन चाहिँ बारम्बार दोहोरिरहेको हुनाले गर्दा यो पास्ट इयरमा हेर्ने हो भने पनि नयाँ सिलेबस चेन्ज भएदेखि एसिम्प्टोट्सको क्वेसनहरू बारम्बार यो क्वेसन चेन्ज के अरे रिपिट भइरहेछ। सो मैले आज चाहिँ एसिम्प्टोट्सको बारेमा नर्मल एउटा कन्सेप्ट मात्रै दिन खोजिरहेको छु। सो यो भिडियोबाट अन्तिममा हामीले एसिम्प्टोट्सको बारेमा कम्प्लिट बुझ्न सकिन्छ। सो अब हेरौँ एसिम्प्टोट्सको बारेमा। सो एसिम्प्टोट्स भनेको सुरुमा के हो भने एसिम्प्टोट्स भनेको एउटा इमेजिनरी लाइन हो जुन चाहिँ नेभर इन्टरसेक्ट, दुईटा लाइन कहिले पनि इन्टरसेक्ट हुन सक्दैनन्, बट यो इन्फिनिटीमा गएर इन्टरसेक्ट हुन्छन्, त्यो कुरा हो। सो अर्को कुरा भनेको एसिम्प्टोट तीन टाइपको हुन्छ, भर्टिकल, होरिजोन्टल र अब्लिक। यो कुरा तिमीले विचार गर्ने कुरा हो। सो अब हामीले खासै एक्जामिङ पोइन्ट अफ भ्यूले जाने हो भने अब पास गर्ने हो भने त एक्जामिङ पोइन्ट अफ भ्यूले जानु पर्यो। सो भर्टिकल र होरिजोन्टल एसिम्प्टोट्स त्यति सोध्दैन, बट अब्लिक एसिम्प्टोट्स भनेको बारम्बार एउटा 7 मार्क्स अथवा 8 मार्क्समा फिक्सै सोध्छ र यही क्वेसन सोध्ने चान्स भिभिआई हो। सो यो क्वेसन भनेको भेरी इम्पोर्टेन्ट हो। सो यो क्वेसनको बारेमा म आज डिस्कस गर्न गइरहेको छु। सो यो क्वेसनमा हेर्ने हो भने पहिला हामीले यसलाई एकचोटि नर्मल सिम्प्लिफाई गरिदिउँ। सिम्प्लिफाई गर्ने हो भने यहाँ म लेख्छु x⁴ - 2x³ y + x² y² - a² x² - a² y² = 0। यो भनेको एउटा मैले यसलाई नर्मल के गरेँ मात्रै, मैले यसलाई ब्राकेट खोलेँ है, मल्टिप्लाई गरेर ब्राकेट मात्रै खोलेँ। अब यहाँनिर हाम्रो फर्स्ट काम भनेको जहिले पनि एसिम्प्टोट्सको हिसाब गर्दाखेरि, न्युमेरिकल गर्दाखेरि, जहिले पनि क्यालकुलसमा एसिम्प्टोट्सको हिसाब गर्दाखेरि पावर पहिला आइडेन्टिफाई गर्ने। ओके, लेट्स गो। पहिला भेरिएबल र कन्स्टेन्टको बारेमा चिनौँ। भेरिएबल भनेको x छ, यहाँ x र y छ, बट कन्स्टेन्ट भनेको हामीसँग a छ हैन। सो भेरिएबल भनेको x र y छ। भेरिएबलको पावर हेर, भेरिएबलको हाइएस्ट पावर भनेको कति छ? 4 छ। सो कतै y को पावर 4 देखेछौ? छैन। भनेपछि x को ओन्ली x को पावर 4 चाहिँ यो के छ? भेरिएबलको के छ त? पावर 4 छ। सो भेरिएबलको पावर 4 भनेपछि यसको डिग्री कति हुने हो त? विचार गर है, डिग्री यसको 4 हुने हो। ओके, सो यु गट इट। देन अब यहाँबाट डिग्री 4 आयो किनकि हाइएस्ट डिग्री नै 4 छ, यहाँ y को कुनै पनि छैन। यसको मतलब हामीले के बुझ्न सक्छौँ भन्दाखेरि y पावर 4 चाहिँ के छ त? एब्सेन्ट छ, y एब्सेन्ट छ भनेपछि सो देयर डज नट एक्जिस्ट एनी होरिजोन्टल एसिम्प्टोट्स। x को पावर 4 छ भनेपछि x भनेको कता हो त? x एक्सिस y एक्सिस। सो x पट्टि चाहिँ कुनै पनि एसिम्प्टोट्स छैन है, कुनै पनि एसिम्प्टोट छैन भन्ने कुरा बुझ। यो नर्मल कन्सेप्टको मात्रै कुरा गर्ने हो भने। अब अर्को कुरा जुन y पावर 4 चाहिँ के छ त? एब्सेन्ट छ, एब्सेन्ट छ। अब यहाँनिर तिमीले डाइरेक्ट हिसाब गर्न गइहाल्नु। अब x पावर 4 छ, यसको मतलब के हो? x पावर 4 भनेको यहाँ जम्मी 4 वटा के भन्छ त? एसिम्प्टोट्सहरू भन्छ, एसिम्प्टोट्स भन्छ। कन्सेप्ट दिइरहेको छु म, एक्जामिङ पोइन्ट अफ भ्यूले भन्दा पनि कन्सेप्ट। यो कन्सेप्ट बुझिसकेपछि सबैमा यही कुरा लागु हुन्छ। सो एसिम्प्टोट्सको कन्सेप्ट भयो। अब यहाँनिर अर्को कुरा भन्दाखेरि के विचार गर भने जहाँ पावर 4 भएको टर्महरू छन् तिनीहरूलाई तिमीले एकतिर लेख। भन्न खोजेको भेरिएबलको टर्महरू जहाँ पावर 4 छन्। फर इक्जाम्पल x⁴ - 2x³ y + x² y², यो जम्मी यिनीहरूको पावर 4 छ नि, 4 छ है, यतिको पावर 4 छ। किनकि यसको त अभियसली x को 4 छ, यहाँ 3 + 1, y को माथि केही पनि छैन 1, त्यही भएर 4 भयो। सो 2 + 2 4 भनेपछि x 4, यो यहाँ पनि 4, यहाँ पनि 4। सो पावर 4 भएको जतिलाई मैले एकतिर लेखेँ। यहाँबाट अब मैले के बोल्न सक्छु भन्दाखेरि यो पावर 4 भएको टर्महरू मैले लेखेँ है। सो अब मैले यहाँदेखि के गर्न सक्छु भने कोएफिसिएन्ट अफ y² = 0 गर्नुपर्ने हुन्छ है एसिम्प्टोट्सको हिसाब गर्दा। सो म भन्दै थिएँ कोएफिसिएन्ट अफ y² = 0 भन्दै थिएँ। क्वेसनमा जाउँ, y² भएको टर्महरू कहाँ छन्? x² y² - a² y² = 0। सो यहाँबाट मैले y² कमन ताने भने x² - y² = a² = 0, y² लाई यता फाल्दै भने x² = a² भयो, स्क्वायर काट्यो, x = +- a। यसको मतलब दुईटा एसिम्प्टोट्स आइसक्यो, एउटा x = a, अर्को x = -a। यस्तो आयो है। सो हेरौँ अर्को टर्म, अर्को के आउँछ? पहिल्यैदेखि हामीलाई अप्सन म्याथमा बच्चैदेखि हामीलाई के थाहा छ भने y = mx + c इक्वेसन हो है। यो अब यो अब्लिक एसिम्प्टोट्सको लागि हामीले जम्मा एसिम्प्टोट्समा फाइन्ड गर्ने नै एउटा m हो, अर्को c हो, बट कतिवटा आउँछ यो चाहिँ हाम्रो प्रसङ्ग हो है।
सो m कतिवटा आउँछ c कतिवटा आउँछ यही अनुसारले इक्वेसन बन्छ केही पनि छैन जम्मा खेल्ने y मा मात्रै हो सो यहाँसम्म बुझि नै रह्यो अब मैले अघि भन्दै थिएँ पावरफुल भएको टर्महरुलाई एकतिर लेख्न जस्तो यहाँ x4 - 2x³ y + x² y² इक्वेसनबाटै भेटाएको हो तिमीले अगाडि म त हेरिहाल्छु फेरि यता र उता पढ्न केही सो कहाँ थियो यहाँनेरि पावरफुल भएको टर्महरु देख्यौ यु गट इट सो यो टर्महरु छन् मतलब यो छ यसलाई मैले q4 लेख्न त पाएँ नि मैले q4 मान्दै किनकि 4 डिग्री इक्वेसन छ मैले 4 लेखेँ q4 बट मैले अब एसिम्प्टोट्समा के गर्नुपर्छ भने y भनेको एउटा इक्वेसन m हो हैन x भनेको 1 हो यो हामीले पुट गर्नुपर्ने हुन्छ सो यहाँ y र यो गर्ने हो भने हामीले के भेट्छौं भने x को ठाउँमा 1 - 2 * 1 को क्युब भनेको 1 * y को ठाउँमा m प्लस x² भन्ने ठाउँमा 1 * m² सो यसलाई सल्भ गरेन 1 - 2m प्लस m² यो भनेको q4 भनेको यति है यहाँसम्म विचार गर अब मैले यसलाई डेरिभेटिभ गरिदिन्छु एकचोटी किनकि q' पनि अन्तिमसम्म इम्पोर्टेन्ट होला सो यसलाई एकचोटी m को रेस्पेक्टमा डेरिभेटिभ गर्ने भने 1 को डेरिभेटिभ के हुन्छ 0 माइनस 2m को डेरिभेटिभ भनेको -2 प्लस m² को डेरिभेटिभ भने 2m हो सो -2 + 2m भयो यसको डेरिभेटिभ भयो है मैले यसलाई डबल डेरिभेटिभ पनि निकाल्दै हालेँ चाहिन सक्छ चाहिदैन मलाई थाहा छैन बट निकाल्दै -2 को डेरिभेटिभ 0 किनकि कन्स्टेन्ट को डेरिभेटिभ अलवेज 0 हुन्छ सो 2m को डेरिभेटिभ 2 के m को रेस्पेक्टमा 2 भयो सक्यो कुरा यहाँसम्म भयो सो अब मलाई के थाहा छ भने फर भ्यालु अफ m देखेछ नि भ्यालु अफ m को भ्यालु निकाल्दाखेरि यो 1 - 2m + m² = 0 है यसलाई मैले के गर्नु पर्यो q4 = 0 गर्नुपर्ने हुन्छ यहाँबाट मैले यो इक्वेसनलाई इजी वेबाट सल्भ गर्ने हो भने नर्मल m को भ्यालु आउँछ 1, 1 आउँछ दिस इज रिपिटेड यो रिपिटेड आयो सो m इज रिपिटेड m रिपिटेड आयो यहाँ अब खत्तम भइहाल्यो क्वेसन m रिपिटेड आए m रिपिटेड आइसकेपछि अब म जान्छु m रिपिटेड आएपछि एउटा फर्मुला सम्झिनु पर्ने हुन्छ c है c² जति छ माथि त्यतिको फ्याक्टोरियल c² 2 फ्याक्टोरियल क्युब हो जुन अहिले पावर कति आएको थियो हाईएस्ट पावर 4 आएको थियो त्यसको डबल डेरिभेटिभ प्लस c पावर घट्दै जान्छ है यो कुरा विचार गर सो 3 को डेरिभेटिभ प्लस q2 m = 0 भयो अब तिमीलाई अलिकति थाहा छैन होला q3 भने कति q4 भने कति भन्ने कुरा q3 भने कति त निकाल्नु क्वेशनबाट क्वेशनमा छ q3 भनेको यो क्वेशनमा पावर 3 भएको टर्महरु क्वेशनले देखाइन्छ क्वेशनमा हेर पावर 3 भएको टर्महरु 3 भएको कुनै टर्म भेटायौ यहाँ हेर 4 छ यहाँ पनि पावर 4 यहाँ पनि 4 यहाँ 2 छ पावर यहाँ पनि 2 छ फेरि कन्स्टेन्टको हुँदैन है पावर जोडिदैन नि फेरि सो यहाँ कतै पनि 3 भएको पावर भेटायो त भेटाएन यहाँ पनि 3 + 1 4 भइहाल्यो यहाँ 4 सक्यो भनेपछि यहाँ छैन है डिग्री यहाँ डिग्री छैन 3 डिग्री छैन सो q3 भनेको 0 भयो सकिहाल्यो बट अब मैले q2 निकाल्नु पर्यो q3 छैन q3 को डेरिभेटिभ भनेको 0 को डेरिभेटिभ 0 अब यहाँ q2 मा जाऊ q2 हेर 2 मात्रै भएको एउटा x² छ एउटा y² भनेपछि -a² x² -a² y² 2 पावर भएकोलाई मैले एकतिर लेखेँ ठीक छ यो पनि भयो अब यहाँ माथि क्वेशनमा लगेर हाल c² भन्ने ठाउँमा c² हाल बाइ 2 फ्याक्टोरियल 2 फ्याक्टोरियल q डबल ड्यास भनेको अघि अगाडि डेरिभेटिभ गरेर निकालेको छ यहाँ मैले देखाइदिहाल्छु यहाँ स लाइभ प्रुफ यहाँ छ * 2 प्लस c बाइ 1 फ्याक्टोरियल यो भनेको 0 छ किनकि q'3 भनेको 0 छ है प्लस q2 भनेको भर्खर निकालेको -a² x² -a² y² = 0 अब हेर अब केही पनि छैन यहाँबाट सक्यो कुरा सक्यो इजी यहाँबाट हेर्ने 2 को फ्याक्टोरियल भनेको 2 c² बाइ 2 को 2 काट्यो c² प्लस सरी माइनस
यहाँबाट a स्क्वायर कमन तान्न पाएँ x स्क्वायर माइनस y स्क्वायर इज इक्वल टु 0 ठीक छ x स्क्वायर माइनस y स्क्वायर इज इक्वल टु 0 भयो यहाँसम्म मेरो सक्यो कुरा सो c स्क्वायर माइनस अगाडि मैले के भनेको थिएँ x भनेको जहिले पनि 1 हुन्छ y भनेको m हुन्छ है यदि y एब्सेन्ट छ भने y m हुन्छ x को x एब्सेन्ट भएको भए x इज इक्वल टु m हुन्थ्यो यो कुरा छोड्यो सो 1 भनेपछि x भनेको 1 को स्क्वायर भने 1 माइनस y को स्क्वायर भने m स्क्वायर इज इक्वल टु 0 यहाँबाट सल्भ गरेर कटाकटुक गर्यो भने c इज इक्वल टु a प्लस माइनस a रुट m आउँछ सरी a रुट 2 आउँछ सल्भै गरेर देखाइदिन्छु मलाई के मतलब इज इक्वल टु 1 माइनस m स्क्वायर भयो यो यता गयो प्लस माइनस यता गयो प्लस भयो सो c इज इक्वल टु m भयो ओके गाइजहरु म के भन्दै थिएँ भने c स्क्वायर माइनस a स्क्वायर 1 अब यहाँ रे सरी यहाँ मैले माइनस कमन ताने भने के हुन्छ प्लस a स्क्वायर हुन्छ यहाँ सो यो यहाँ प्लस तानिसकेपछि यहाँ पनि प्लस भयो ठीक छ यहाँ c स्क्वायर प्लस a स्क्वायर 1 प्लस m स्क्वायर इज इक्वल टु 0 हो ठीक छ सो c स्क्वायर भनेको c स्क्वायर भयो a स्क्वायर 1 प्लस अब यत्रो दुःख गरेको m कहाँनिर युज हुन्छ भनेर भन्छौ भने तिमीहरू m भन्ने चीज यहाँनिर 1 1 हाम्रो m आएको छ त्यो m चाहिँ यहाँ युज हुन्छ सो सिम्पल 1 इज इक्वल टु 0 c स्क्वायर प्लस a स्क्वायर इन्टु 2 इज इक्वल टु 0 सो c स्क्वायर इज इक्वल टु 2a स्क्वायर c इज इक्वल टु 2 रुट a प्लस माइनस है अब यहाँ हेर सक्यो हिसाब दुईटा आइसक्यो सो अब यहाँनिर तिमीले अघि नै सुरुमा x इज इक्वल टु प्लस माइनस a अगाडि निकालेको थियौ एकचोटि हेरेर पल्टाएर सो अर्को के आयो त y इज इक्वल टु mx प्लस c भन्ने चीज थाहा छ तिमीलाई y इज इक्वल टु सो y इज इक्वल टु m भनेको 1 हो x भनेको x हो प्लस c भनेको प्लस माइनस 2 रुट a हो सक्यो सो यति नै एसिम्पटोट्सको भिडियो